बडा दसैँ 2082 सालको यहाँहरू सबैजनालाई शुभकामना। साथै आज फुलपातीको दिन हामी पनि दसैँ मान्नको लागि गाउँ जाँदैछौँ। सबैजनाले राम्रोसँग दसैँ मनाउनु होला है त। तपाईँको पनि भान्जी ह्याप्पी दसैँ।
बेला दसैँ मान्न हिँडेको भाउ भाउ हाम्रो भाउले के गर्छ थाहा छ भाउले के गर्छ थाहा छ टोक्छ नि अहिले किन वनवास भएको उनलाई हामी कहाँ आइदियो अरे हामी त कहाँ आइपुग्यो र अनि हामी कहाँ हिँडेको अनि हामी खसी काटेर काटिदिनु खसी दुईटा हो दुईटा छ एउटा पोको छ एउटा खसी अस्मिता दिदीको साथी ए अब के गर्ने यसलाई काकाजी भने सर ए म सोधेर भन्छु ल ल के खसी काट्न बसेको हो कुन खसी हो यो अनि सानो सानो खसी के को खसी हो ल भित्र खुट्टासम्म खसीको पनि त हड्डी हुन्छ ऊ हुन्छ हेपेर हान्ने हो त तिमी हिजो तिमीले रेटे जस्तो अरू त्यही गाडी गरेको गइसक्यो किन त बहिनीको त खेलाउन बिगारेको बहिनीले खेल्ने हो कि मैले खेल्ने हो गर्लफ्रेन्ड भेट्न जाने भेट्ने हो खसीको बलि चर्च भन्नु भयो सिङतिर अब त सिङमा टक्कै राखिन्छ कि सिङ हालिदिएर ल पर्छौँ त अब बाबा हजुर यहाँले जाने हेर्न बोकेर राखेको छोटा छोटा त्यो त हुँदा बस्नु नबस् उँधोबाट हान्ने चिप्लिन सक्छ यता हो अगाडि बस्ने होइन नि उता साइड नुन लाग्यो क्या यो बाँकी परेन अहिले मेरो त ठिक्क तातो गर्छ अहिले हाल्नु पर्यो त्यसमा खाने अनि के हेर्दैछौ के हेर्दैछौ रे म्या काटेको ए म्या काटेको हेर्छौ है
के उठको खाना पनि बनाउनु अनि पनि जाने हो त्यहाँको बेग एपिसोड त हुँदिरहेछ ल मासु काटेर भागमा रेडी हुँदैछ यो त तिर्पल ठुलो होला नि त केलाई छोड्नु भनेको सयको 5 यत्रो त चाहियो सयको 5 बनाएर भामो लाग्छ आउँछ भाइ अलि मासु लागि त्यस्तो चाहियो त्यस्तो चाहियो बाबा हजुर म बनाउँदै हुनुहुन्छ नि त चिची खानुपर्छ ल छोराले के हो यो मकै हो मकै होइन नि त अदुवा लसुन किनेको क्या के बिक्री भएको थियो चाहिँ अदुवा लसुन ए मासु खाना हो दसैँको लागि नि हो यत्रो दोकान हो त नि मासु खानालाई पिसेको अनि हामी चाहिँ बोडी र आलु खाने पहिला चाहिँ भुटन चिउरा होला जस्तो आज भनेपछि होइन त भान्छु नि त गइले भित्र नि मुखले सुन्दै हाल्यो अब म बाई हेलो हेलो खसी हो खसीको चिचिरी हजुर मिठो छ एकदमै हजुर पकाउनु भयो हजुर इन्टरभ्यु अरु के छ यता बुवा मम्मी सुरु गरिसक्नु यता गिलास आउने कस्तो छ गाइजहरु घत्र मिठो छ खाए कोको आली हो डान्स जग्गाले फाइदै हुन्छ यसलाई खाइ भने मतलब भन अनि तिमीहरू अन्डा पकाएर खान्छ भनेर पो अनि त्यहाँ पाकेर त लिएर आएको त दिउँसो फेरि आइहाल्छ हजुर दिउँसो फेरि अनि कुखुरा नपार्नु पनि सक्छ मिसेली मैले खाइथे लुटेर बस्छ झन्डै के खेल्छ आवे डुबेन आवे नेपाल हो हालेर आइदिनु बुवा मम्मीको त्यो हो त्यो बोर्सिर नि गोबर नले सिरान नले ल्याउँदैन होला क्लियर हुँदैन काट्नुसँग मैले त काट्नु त पुग्यो मैले त भुडा चाहिँ बुवाको थाल दिएछ बाबा बुवालाई मासुमा काट्नु भुडा चाहिँ Thank you.
उधारो चार हात राख्नु यस्तो हुन्छ कि त्यहाँ खानी भइसकेपछि बिहान खानी भएपछि कुरो मिल्दो रहेछ हेलो प्रवास बाई बाई गाइजहरू आज चाहिँ अष्टमीको दिनको रमाइलो यहीँ सकिँदैछ यहीँ हामी समापन गर्नेछौँ अब भोलि विजय दशमीको छुट्टै भ्लग बन्नेछ अनि हेर्नु होला है त हेरेर इन्जोय लिनु होला लाइक गर्नु सब्सक्राइब गरिदिनु होला है त बाई